हेलो एभ्रिवान, वेलकम टु माई न्यू भिडियो। होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै ठिक छु। अनि आज चाहिँ मैले एउटा बेबीको फ्रक बनाउन गइरहेको छु। अनि त्यसको लागि चाहिँ हजुरहरूले कुरुसको साइज, धागोहरू के चाहिन्छ भनेर धेरै सोध्नु भएको थियो। अनि त्यही भएर मैले यो भिडियो लिएर आएको छु। हेर्न सक्नुहुन्छ, यो चाहिँ डिफ्रेन्ट साइजको कुरुसहरू रहेको छ। अनि मैले यसको लागि चाहिँ यो कुरुस युज गर्छु। यो चाहिँ अलिकति भाङ्गेको छ, तर यो चाहिँ 2.75 mm को हो। यो अरू चाहिँ मैले यो फ्रकको लागि युज गर्दिनँ, अरू प्रोडक्टहरू बनाउनको लागि युज गर्छु। यसमा चाहिँ मैले 2.75 mm को हुक युज गर्छु। यो चाहिँ मेटिसकेको छ, 75 mm मात्र देखिएको छ। अनि यसको लागि चाहिँ यो चाहिँ नेपाली धागो हो। यो चाहिँ लाछीमा हुन्छ। यो चाहिँ नेपाली धागो हो। अनि यसको लागि चाहिँ मेजरिङ टेप पनि चाहिन्छ। अनि त्यसपछि सिजर चाहिन्छ। यति भयो भने हजुरले बेबी फ्रक बनाउन मजाले सक्नुहुन्छ। आज चाहिँ मैले यो बेबी फ्रक बनाउन गइरहेको छु। अनि स्टार्ट चाहिँ मैले यसरी नटदेखि स्टार्ट गर्छु, चेनदेखि। यसरी चेनदेखि। यो त मैले प्राय सबै भिडियोमा नि सिकाएको छु, हजुरहरूले बुझ्नु होला। यसरी नट बनाउँछौँ। अनि नट बनाएपछि चाहिँ नट बनाएपछि चाहिँ 58 चेन लिनुपर्ने हुन्छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 चेन लिइसके। अनि 58 चेन लिएपछि चाहिँ हामीले यसमा फेरि 6 चेन लिनुपर्ने हुन्छ। 1 2 3 4 5 6 चेन लिएपछि चाहिँ अब हामीले 2 चेन स्किप गरेर थर्ड चेनदेखि डबल क्रोचेट गर्दै जानुपर्छ। 2 चेन स्किप गरेर थर्ड चेनदेखि 9 डबल क्रोचेट गर्दै जाने हामीले। One, 2 3 4 5 6 7 8 9। यो 9 भएपछि 10 को चेनमा चाहिँ हामीले एउटा 1 डबल क्रोचेट, 2 चेन अनि 1 डबल क्रोचेट सेममा गर्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले 1 डबल क्रोचेट, 1 2 चेन अनि फेरि सेममा 1 डबल क्रोचेट, 1 डबल क्रोचेट। अब नेक्स्टमा चाहिँ हामीले 10 ओडामा डबल क्रोचेट गर्दै जानुपर्छ, 1 डबल क्रोचेट। 1 2 3 4 5 6 7 8 9 10। अब 10 डबल क्रोचेट गरेपछि 11 मा फेरि 1 डबल क्रोचेट, 2 चेन अनि फेरि 1 डबल क्रोचेट गर्नुपर्ने हुन्छ। यसमा चाहिँ मैले 1 डबल क्रोचेट,
1 2 चेन फेरि 1 डबल क्रोचेट। अब नेक्स्टमा चाहिँ हामीले 20 वटा डबल क्रोचेटमा 20 वटा चेनमा डबल क्रोचेट गर्नुपर्छ। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 वटामा गरेपछि अब हाम्रो नेक्स्टमा चाहिँ 1 1 2 चेन अनि फेरि सेममा 1 डबल क्रोचेट। अब यसपछि चाहिँ 10 वटा डबल क्रोचेट। 1 2 3 4 5 6 7 8 9 10 भएपछि अब नेक्स्टमा हाम्रो 1 1 2 चेन। अब चाहिँ हाम्रो 9 वटा डबल क्रोचेट बसिरहेको हुन्छ। 9 वटा डबल क्रोचेट गर्नुपर्ने हुन्छ। 1 2 3 4 5 6 7 8 9 यसरी नै हाम्रो फर्स्ट रो कम्प्लिट भयो। अब सेकेन्ड रोको लागि चाहिँ हामीले यसमा 2 चेन लिनुपर्ने हुन्छ। 1 2 चेन लिएर यतापट्टि फर्काउनु पर्ने हुन्छ अनि हामीले चाहिँ सबैमा डबल क्रोचेट गर्दै जान्छौँ। अनि यो जुन हामीले 2 चेन लिएको छ नि यसमा चाहिँ 2 डबल क्रोचेट 2 चेन अनि 2 डबल क्रोचेट गर्दै सेकेन्ड राउन्ड पनि कम्प्लिट गर्छौँ है त। यसमा चाहिँ मैले डबल क्रोचेट गर्दै जान्छु। अब यो मैले भनेको थिएँ नि यसमा चाहिँ हामीले 1 2 डबल क्रोचेट गऱ्यौँ। अब त्यसपछि फेरि 1 2 चेन अनि फेरि यो सेममा 2 डबल क्रोचेट 1 2। अब फेरि हामीले सबैमा 1 1 डबल क्रोचेट गर्दै जानुपर्ने हुन्छ। अनि सबैमा 1 1 डबल क्रोचेट अनि जुन यो पार्टमा छ यसमा चाहिँ 2 डबल क्रोचेट 2 चेन अनि 2 डबल क्रोचेट गरेर यो सेकेन्ड रो पनि मैले कम्प्लिट गर्नेछु। हेर्न सक्नुहुन्छ मैले सेकेन्ड राउन्डमा पनि मैले जसरी भनेको त्यसरी नै कम्प्लिट गरेँ। अब थर्ड राउन्डमा चाहिँ मैले 1 2 चेन लिएर यता फर्काएर फेरि पनि यसमा हामीले डबल क्रोचेट गर्दै जानुपर्ने हुन्छ। अनि जुन यो 2 चेन छ नि यो 2 चेनमा चाहिँ 3 डबल क्रोचेट 2 चेन अनि 3 डबल क्रोचेट गरेर थर्ड राउन्ड कम्प्लिट गर्छु। अनि यसरी नै फोर्थ राउन्डदेखि चाहिँ मैले 2 डबल क्रोचेट 2 चेन 2 डबल क्रोचेट गरेर फोर्थ राउन्डदेखि चाहिँ
यो चाहिँ 1 भयो, यो 2 चाहिँ भयो, यो 2 भयो। यसरी नै 3rd 4th 5th 6th 7th 8th अनि 9th वटा चेनसम्ममा गर्छु अनि हजुरहरूसँग भेट्छु है मैले कसरी गर्छु भनेर हजुरहरूलाई देखाउने छु यो स्टेपमा चाहिँ। यो यिनीहरूमा चाहिँ मैले सबै नै डबल क्रोचेट गर्दै जान्छु। हजुरहरूले पनि डबल क्रोचेट जुन चाहिँ त्यो 2 चेन छ हैन त्यससम्म चाहिँ हामीले केही पनि गर्नु पर्दैन, सबैमा हामीले डबल क्रोचेट गर्दै नै लाने हो। अनि डबल क्रोचेट गर्दा चाहिँ म यो चेनमा यसमा चाहिँ आइसके नि त म। अनि त्यसपछि अब यसमा चाहिँ मैले 3 डबल क्रोचेट गर्नुपर्ने हुन्छ। 1 2 3 डबल क्रोचेट अनि त्यसपछि 1 2 चेन अनि त्यसपछि मैले फेरि 3 डबल क्रोचेट गर्छु यसमा चाहिँ 1 2 3 डबल क्रोचेट गरेर अब सबैमा मैले डबल क्रोचेट, यसमा चाहिँ फेरि 3 डबल क्रोचेट 2 चेन 3 डबल क्रोचेट गर्छु। अनि यो 3rd राउन्डमा चाहिँ मैले यस्तो गरेको छु भने 4th राउन्डदेखि चाहिँ मैले 2 डबल क्रोचेट 2 चेन 2 डबल क्रोचेट गरेर 9 राउन्डसम्म कम्प्लिट गर्छु। अनि त्यसपछि के गर्ने भनेर हजुरहरूलाई देखाउँछु। हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ 9 वटा रो गरिसकेँ। 1 2 3 4 5 6 7 8 9 हजुरहरूले पनि यसरी नै 9 रो गर्नु होला। अनि 9 रो गरेपछि चाहिँ मैले यहाँनेरि 1 2 चेन गरेर फेरि यसरी यता साइडमा फर्काउँछु। यसलाई चाहिँ हामीले के गर्नुपर्छ कस्तो गर्ने अब भन्दाखेरि चाहिँ हामीले यसलाई हामीले चाहिँ यसलाई यस्तो साइजमा बनाउनु पर्ने हुन्छ। यसको लागि चाहिँ म हजुरहरूलाई के गर्ने भनेर सिकाउँछु। 2 रो चेन पछि यता फर्काउने अनि त्यसपछि यहाँसम्म हामीले 1 1 डबल क्रोचेट गर्दै यहाँसम्म पुग्नु पर्ने हुन्छ। यहाँ आएपछि चाहिँ हाम्रो यस्तो गर्नुपर्ने हुन्छ। यो चाहिँ ह्यान्डको लागि भयो। अनि त्यसपछि मैले चाहिँ अब चाहिँ यो यसमा र यसमा एकैचोटि मैले डबल क्रोचेट गर्छु। यसलाई यसरी राख्ने अनि यसमा र यसमा एकैचोटि मैले डबल क्रोचेट गर्छु। अनि त्यसपछि चाहिँ अब यो चाहिँ ह्यान्डको पार्ट भयो। अब यतापट्टि फर्काएर फेरि पनि हाम्रो यो यहाँनेरिसम्म चाहिँ 1 1 डबल क्रोचेट गर्छु मैले। अनि मैले चाहिँ यो कर्नरमा पनि आइसकेको छु। अनि यो कर्नरमा पनि अघिनको जस्तै गरेर
दुईटा कर्नरलाई एउटा डबल क्रोचेटले जोइन गरिदिनु पर्ने हुन्छ। यो चाहिँ दुईटा कर्नर भयो अनि मैले चाहिँ यो दुईटैलाई एउटा डबल क्रोचेटले जोइन गरिदिन्छु। यस्तो गर्दा चाहिँ हाम्रो फिनिसिङ एकदमै राम्रो देखिन्छ। अनि त्यसपछि मैले फेरि डबल क्रोचेट गर्दै यो एन्ड गर्छु। हजुरहरूले पनि यसरी नै गर्न सक्नुहुन्छ। यदि बुझ्नु भएन भने चाहिँ कमेन्ट गरिदिनु होला, म हजुरहरूलाई बुझाउने ट्राई गर्छु। हेर्न सक्नुहुन्छ मैले चाहिँ यतिको बनाइसकेको छु जोइन गरेर पनि। यो चाहिँ मैले फ्रक बनाउन लागेको हो, त्यही भएर मैले यहाँबाट यो पनि जोइन गर्छु यहाँनेरि चाहिँ। अनि यो चाहिँ मैले बेबी फ्रक बनाउँदैछु, त्यही भएर बेबी फ्रकको लागि चाहिँ मैले यो जोइन गर्नुपर्छ। हजुरहरूले पनि मैले जसरी गर्छु यो र यसमा जोइन गरेपछि यो चाहिँ बेबी फ्रकको लागि जोइन गर्दैछु। अनि जोइन गरेपछि चाहिँ 1 2 चेन लिएर यो एभ्री स्टेज हुन्छ नि, यो जोइन गरेपछि त यस्तो हुन्छ नि त, जोइन गरेपछि यस्तो हुन्छ नि त। अनि मैले चाहिँ यो एभ्री स्टेजमा डबल क्रोचेट गर्दै गएर 1 2 3 4 5 रो डबल क्रोचेट गर्छु यसरी नै। अब हाम्रो यो 2 भइरहेको छ नि, यहाँ 2 वटा चेन लिएको छु नि, यहाँबाट चाहिँ डबल क्रोचेट गर्दा गर्दा 5 रोसम्म चाहिँ मैले यसलाई डबल क्रोचेट गर्छु। अनि यतिको जतिको लेन्थ बनाएपछि हजुरहरूसँग भेट्छु है त, यतिको जति लेन्थ बनाउँछु अनि हजुरहरूसँग भेट्छु 5 राउन्ड गरेर। हजुरहरूले पनि यसमा चाहिँ 5 राउन्ड गर्नु होला है त फ्रक बनाउनको लागि। मैले चाहिँ यतिको लेन्थ गरिसकेँ, मैले चाहिँ 5 6 राउन्डको लेन्थ गरेको छु। हजुरहरूले पनि त्यति नै लेन्थको गर्न सक्नुहुन्छ। अनि यसपछि चाहिँ अब हामीले मुनिको फ्रकको डिजाइन राख्नुपर्ने हुन्छ। अनि मुनिको त्यो फ्रकको डिजाइनको लागि चाहिँ मैले के गर्छु भनेर हजुरहरूलाई देखाइ नै हाल्नेछु। यो चाहिँ मैले यतिको, यो किन ब्लर आउँछ मेरो क्यामेरा। मैले चाहिँ यो यतिको गरिसकेँ। अनि मैले फर्स्टमा 2 चेन लिएको छु नि त, अनि मैले चाहिँ यो 2 चेन लिएको छु नि त, अनि यो 2 चेन लिएपछि चाहिँ मैले यो फर्स्टमा यसरी फ्रन्ट पोस्ट डबल क्रोचेट भन्छ यसलाई चाहिँ 1, अब नेक्स्ट 1 मा 2 वटा मैले फ्रन्ट पोस्ट डबल क्रोचेट लिन्छु। अब त्यसपछि मैले 3 वटामा चाहिँ डबल क्रोचेट गर्छु। हजुरहरूले यहाँ राम्रोसँग हेर्न सक्नुहुन्छ है। 1 2 3 वटा गरेपछि फेरि मैले नेक्स्ट 2 मा चाहिँ फ्रन्ट पोस्ट डबल क्रोचेट गर्छु। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। 1 2। अब यसपछि मैले फेरि 3 वटामा डबल क्रोचेट गर्छु। 1 2 3।
यो चाहिँ हाम्रो फ्रकको मुनि फ्रकको फर्स्ट रो हो। अनि फर्स्ट रोमा चाहिँ हामीले दुईटा फ्रन्ट पोस्ट गरेको छ भने 3टा चाहिँ डबल क्रोचेट गरेर यो पुरै राउन्ड कम्प्लिट गर्नुपर्ने हुन्छ। मैले पनि यहाँ सिकाएको जसरी सेम प्याटर्नमा 1 रो कम्प्लिट गरेपछि हजुरहरूलाई भेट्छु है त सेकेन्ड रोमा के गर्ने भनेर। अब चाहिँ मैले यहाँ फर्स्ट राउन्ड पनि कम्प्लिट गरिसकेँ। हजुरहरूले पनि मैले भनेको जसरी फर्स्ट राउन्ड कम्प्लिट गर्नु होला। अनि सेकेन्ड राउन्ड चाहिँ हजुरहरूले मजाले हेर्नु होला ल है। सेकेन्ड राउन्ड जान्नु भएपछि हजुरले यो फ्रकको पुरै पार्ट नै जान्नुहुन्छ। मैले चाहिँ यहाँ जोइन पनि गरिसकेँ। अनि जोइन गरेपछि सेकेन्ड राउन्डको लागि चाहिँ 1 2 3 चेन लिनुपर्छ। अनि 3 चेन लिएपछि चाहिँ जुन चाहिँ हाम्रो यो फ्रन्ट पोस्ट छ नि फ्रन्ट पोस्टमा चाहिँ फ्रन्ट पोस्टै डबल क्रोचेट गर्नुपर्छ। हेर्नु होला है, यो चाहिँ फ्रन्ट पोस्ट हो नि त हाम्रो, दुईटा फ्रन्ट पोस्ट छ। दुईटा फ्रन्ट पोस्ट छ भने अब हाम्रो यहाँसम्म फ्रन्ट पोस्ट छ नि त। अनि हामीले चाहिँ यहाँ एउटा 1 2 3 4वटा डबल क्रोचेट गर्नुपर्ने हुन्छ। अनि यो फ्रन्ट पोस्टमा त हामीले फ्रन्ट पोस्टै गर्ने हो। फ्रन्ट पोस्टमा फ्रन्ट पोस्टै। अनि 3 डबल क्रोचेटमा हामीले सेकेन्ड स्टेपमा 4 डबल क्रोचेट गर्नुपर्ने हुन्छ। हामीले चाहिँ यो जुन छ नि 1 2 3 छ नि हाम्रो, हामीले यसमा 1 2 3 अनि यसमा 4 गरेर 4वटा डबल क्रोचेट गर्नुपर्ने हुन्छ यो सेकेन्ड स्टेपमा चाहिँ। अनि हजुरहरूले यो 2 भयो, यो 3 भयो, अब यहाँ एउटा छ यो गरेर 4 भयो। यो चाहिँ हजुरहरूले हेरेर भन्दा गरेर मात्र राम्रोसँग बुझ्नुहुन्छ। त्यही भएर मेरो भिडियो हेर्दै हजुरहरूले पनि ट्राई गर्नु होला। अनि मैले यो सेकेन्ड राउन्डमा फर्स्ट राउन्डमा 3 डबल क्रोचेट थियो भने सेकेन्ड राउन्डमा 4 डबल क्रोचेट भएको छ। अनि थर्ड राउन्डमा 5 डबल क्रोचेट। यसरी नै हामीले जति रो बनायो त्यति नै हाम्रो यो डबल क्रोचेटहरू चाहिँ बढ्दै जान्छ। हजुरहरूले पनि त्यसरी नै बनाउनु होला। अनि यसमा चाहिँ मैले कति राउन्ड गर्छु भन्दाखेरि मैले चाहिँ यो मैले यसमा चाहिँ राउन्ड अलिकति तलसम्म गर्छु। अनि त्यसपछि हजुरहरूलाई यो मैले कति राउन्डको गरेँ भनेर नि भनिदिनेछु। भिडियो त कन्टिन्यू भइ नै हाल्छ। यसको चाहिँ अब मैले फ्रकको लेन्थ बनाउँछु। अनि त्यसपछि बल्ल हजुरहरूलाई मैले यति लेन्थको बनाएँ है यो फ्रक भनेर हजुरहरूलाई इन्फर्म गर्नेछु। अनि हजुरहरूको अगाडि काउन्ट गरेर पनि देखाउनेछु। हजुरहरूले पनि यही मैले सिकाएको प्याटर्न अनुसार हजुरहरूले यो लेन्थ लङ गर्न सक्नुहुन्छ है त। मैले चाहिँ यतिको फ्रक बनाइसकेको छु। मैले यो फ्रकमा चाहिँ 25 रो बनाएको छु, जुन चाहिँ यहाँबाट चाहिँ हाम्रो यतिमा 25 रो छ। अब यसपछि चाहिँ मलाई कस्टमरले मुनिको पार्ट चाहिँ व्हाइट कलरको गरिदिनु भन्नुभएको थियो। अनि मैले त्यही भएर मुनिको पार्ट अब म कसरी गर्छु भनेर हजुरहरूलाई सिकाउन गइरहेको छु। हजुरहरूले पनि यो भिडियो हेरेर सिक्दिनु होला। जुन चाहिँ हामीले यो धागो कट गरेको छ नि, मैले चाहिँ यसमै व्हाइट कलरको धागो जोइन गर्छु। हजुरहरूले पनि हेर्न सक्नुहुन्छ। अनि मैले यो व्हाइट कलरको धागो जोइन गर्दाखेरि चाहिँ 1 2 चेन लिएर अब नेक्स्टमा चाहिँ मैले डबल क्रोचेट गर्छु। डबल क्रोचेट गरेपछि चाहिँ मैले 1 2 3 1 2 स्किप गरेर थर्डमा चाहिँ 2 डबल क्रोचेट। अब मैले फेरि 1 2 स्किप गरेर थर्डमा 2 डबल क्रोचेट। हो यसरी नै मैले यो राउन्ड कम्प्लिट गर्छु।
जुन छ नि यो व्हाइट पार्ट चाहिँ मैले कि त 3 रो गर्छु कि त 4 रो गर्छु। हजुरहरूले पनि आफ्नो कतिको लेन्थ चाहिन्छ त्यही अनुसार नै गर्नु होला। मैले फर्स्ट राउन्डमा चाहिँ यो दुईटालाई स्किप गरेर थर्डमा 2 डबल क्रोचेट, एउटैमा 2 डबल क्रोचेट गर्छु भने सेकेन्ड, थर्ड अनि फोर्थ स्टेपहरूमा चाहिँ मैले जुन चाहिँ हाम्रो यो स्पेसहरू छ नि हो, यो स्पेसहरूमा चाहिँ मैले डबल क्रोचेट गरिरहेको हुन्छु। जुन यसमा चाहिँ होइन, हामीले यो स्पेसमा चाहिँ डबल क्रोचेट 2 डबल क्रोचेट गर्दै जानुपर्ने हुन्छ। यो चाहिँ मैले बनाउँछु अनि मैले चाहिँ ह्यान्ड पार्ट बनाउँछु यसको, अनि हजुरहरूलाई पनि ह्यान्ड पार्ट बनाउन सिकाउँछु यसको। मैले चाहिँ फर्स्टमा चाहिँ यो कम्प्लिट गर्छु अनि हजुरहरूलाई ह्यान्डको पार्ट सिकाउँछु है त। मैले चाहिँ यो मुनिको व्हाइट पार्ट पनि 4 राउन्ड गरेर सकेँ। यहाँनिर हेर्न सक्नुहुन्छ मैले 1 2 3 4 राउन्ड सकेँ। अनि मैले चाहिँ एउटापट्टिको हातको यो बोर्डरभन्दा अघिको पार्टसम्म सकिसकेँ। जुन चाहिँ अब मैले यता बनाउन बाँकी छ, म हजुरहरूलाई चाहिँ यता बनाउन सिकाउने छु। अनि मैले चाहिँ यहाँ पछाडि चाहिँ बटम पनि एट्याच गरिसकेँ। हजुरहरूले पनि यसरी नै बटम एट्याच गर्न पनि सक्नुहुन्छ कि त चेन बनाएर यहाँनिर तुना बान्ने पनि बनाउन सक्नुहुन्छ। अब चाहिँ मैले हजुरहरूलाई ढिलो नगरिकन यो ह्यान्डको पार्ट सिकाउन गइरहेको छु। हेर्न सक्नुहुन्छ है त। यो ह्यान्डको पार्ट बनाउँदा चाहिँ मैले यहाँ यो जुन यसमा छ नि, यसमा चाहिँ मैले धागो एट्याच गर्छु। अनि मैले धागो एट्याच गर्दा चाहिँ 1 2 चेन लिन्छु अनि यो सेम स्पेसमा 1 डबल क्रोचेट गर्छु, 1 डबल क्रोचेट। अब फेरि यसमा 1 2 चेन गरेर फेरि सेममा 2 डबल क्रोचेट गर्छु मैले। 1 2 यो चाहिँ 2 डबल क्रोचेट भयो। अनि यसपछि चाहिँ मैले 2 वटा चेनलाई स्किप गरेर थर्डमा 1 2 स्किप गरेर यो थर्डमा फेरि 2 डबल क्रोचेट 2 चेन 2 डबल क्रोचेट गर्नुपर्ने हुन्छ। 1 2 अनि 1 2 1 2। ह्यान्डको पार्टमा चाहिँ मैले फर्स्ट राउन्ड चाहिँ यसो गरी नै कम्प्लिट गर्छु। अनि मैले यहाँ पुगेपछि हजुरहरूलाई जोइन गर्न कसरी भनेर सिकाउँछु है त। अब चाहिँ मैले यो फर्स्टमा हामीले 2 चेन लिएको थियो नि, त्यहाँनिर जोइन गर्नुपर्ने हुन्छ। अनि मैले पनि यो 2 चेन लिएको ठाउँमा नै जोइन गर्छु। हजुरहरूले पनि यसमै जोइन गर्न सक्नुहुन्छ। अब यसपछि चाहिँ मैले 1 2 चेन लिएर यसमा स्लिप स्टिच गर्छु। अनि स्लिप स्टिच गरेपछि चाहिँ यसमा 1 2 चेन लिन्छु। 2 चेन लिएपछि फेरि यसमै डबल क्रोचेट 1 डबल क्रोचेट गर्छु। 1 डबल क्रोचेट पछि 1 2 चेन अनि फेरि सेममा 2 डबल क्रोचेट 1 2 यसमा सेममा 2 डबल क्रोचेट। यसरी नै एभ्री राउन्डमा यसमा गरेर 2 डबल क्रोचेट 2 चेन 2 डबल क्रोचेट गरेर यो 1 रो भयो भने 15 वटा रोसम्म कम्प्लिट गर्नुपर्छ हजुरहरूले। जुन चाहिँ मैले यता साइडमा 15 वटा कम्प्लिट गरिसकेको छु। यो चाहिँ हजुरहरूलाई भिडियो बनाउँछु भनेरै अबको स्टेप चाहिँ मैले राखेको हो। अब चाहिँ म यता सिकाउँछु है त हजुरहरूलाई यो कम्प्लिट गर्नलाई चाहिँ। 15 वटा रो गर्दाखेरि चाहिँ हजुरहरूले यस्तै बनाउन सक्नुहुन्छ। यस्तो नै यहाँ मैले 15 वटा गरिसकेको छु। अनि 15 वटा गरेपछि चाहिँ यहाँनिर बोर्डरको लाइन बनाउनु पर्ने हुन्छ। अनि यो चाहिँ जोइन गरिदिनु पर्छ। यो जोइन गर्ने त अघिको जसरी नै जोइन गर्ने हो। अब त्यसपछि 1 2 चेन लिएर यसमा स्लिप गरिदिनु पर्छ। स्लिप गरेर 1 2 चेन लिने। अनि यो हाम्रो यो कर्नरमा हामीले जुनमा 2 डबल क्रोचेट 2 चेन 2 डबल क्रोचेट गरेको छ नि, त्यसमा चाहिँ हामीले 2 डबल क्रोचेट मात्र गर्दै जाने। यसमा सबैमा 2 डबल क्रोचेट गर्दै जाने। हजुरहरूले पनि यसरी नै गर्नु होला है त। यसरी अब यसमा पनि 2
यो सबैमा हामीले 2 वटा डबल क्रोचेट गर्दै जाने। अनि यसपछि चाहिँ म यो जुन 2 वटा गरेको थिएँ नि त्यसमा आइसके। यस्तो गर्दाखेरि चाहिँ यसलाई खुम्चेको जस्तो टाइपको हुन्छ। अनि यो फर्स्टमा चाहिँ जोइन गरिदिनु पर्छ हामीले। अनि यसमा जोइन गरेपछि चाहिँ 1 2 चेन लिने। अनि जुन यो छ नि हाम्रो सबै यसमा हामीले 1 डबल क्रोचेट गर्दै जानुपर्छ। अनि जस्तै यो यसमा गर्यौं भने अब हामीले यता नेक्स्टमा 1 डबल क्रोचेट गर्नु। अनि फेरि यो नेक्स्टमा यसरी नै हामीले एभ्री स्टेजमा 1 डबल क्रोचेट गर्दै जान्छौं। अनि यो सेकेन्ड राउन्ड पछि चाहिँ हाम्रो ह्यान्डको पार्ट पनि पुरै कम्प्लिट हुन्छ है त। म हजुरहरुलाई यो ह्यान्डको पार्ट पुरै कम्प्लिट गरेर ह्यान्ड मात्र पनि देखाउने छु। हजुरहरु यतिन्जेलसम्म हेर्दै गर्नुहोला। अनि हामीले चाहिँ यो फर्स्टमा यसमा जोइन गरिदिनु पर्ने हुन्छ। अनि जोइन गर्दिएर चाहिँ 1 चेन लिएर यो धागो कट गरिदिनु पर्ने हुन्छ। यसरी हेर्न सक्नुहुन्छ हाम्रो ह्यान्डको पार्ट पनि रेडी भएको छ। यस्तो हुन्छ ह्यान्डको पार्ट चाहिँ। हजुरहरुले पनि अब नेक्स्ट साइडमा पनि यसरी नै बनाउन सक्नुहुन्छ यो ह्यान्डको पार्ट चाहिँ। अनि हाम्रो चाहिँ यतिको भएको छ। हेर्न सक्नुहुन्छ मैले चाहिँ यहाँ फ्लावरहरु पनि अट्याच गरेको छु। यो फ्लावरहरु अट्याच गर्न चाहिँ मैले यो भन्दा अगाडिको भिडियोहरुमा सिकाइसकेको छु र फ्लावरको ट्युटोरियल भिडियो पनि लिएर आइसकेको छु। हजुरहरुलाई चाहिँ यस्तै केही प्रोडक्टहरु बनाउन मन छ, सिक्नु मन छ भने चाहिँ मेरो युट्युबबाट पनि हजुरहरुले सिक्न सक्नुहुन्छ। र यदि हजुरहरुलाई प्रोडक्टहरु चाहिन्छ भने हजुरहरुले कन्ट्याक्ट गरेर हजुरहरुले अर्डर गर्न पनि सक्नुहुन्छ।
अनि हजुरहरूलाई यो मैले बनाएको ट्युटोरियल भिडियोहरू कस्तो लागिरहेको छ, के कुरामा बुझ्नु भएको छैन भनेर पनि हजुरहरूले कमेन्ट गरिदिनु होला। त्यही अनुसार हजुरहरूलाई म बुझाउने कोसिस गर्नेछु। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो। बाई बाई, किप लभिङ, किप सपोर्टिङ।